क्रिकेट खेल्न यहाँ चाहिँ तयारी भइरहेछ प्लेइङ 11 हाम्रो क्याप्टेन विरक्ष ठकुरी मल्ल अब आइसक्यो केटा ब्लग आइसक्यो अब हेर न जनता यस्तरी आउँछ नि त्यहाँ अब शिवडाङ्गी हो हाम्रो उहाँ चाहिँ ओपनिङ ब्याट्सम्यान त ओपनिङ म जाने हो के ओपनिङ जाने हो लगातारै खेल्नुपर्छ अर्को भाइ चाहिँ जान्दैन ल हाम्रो केटाहरू ल अगाडि बस्नु म बस्नु भन्नु अगाडि के क्रिकेट खेल्न जाँदैछौँ हो अन्जन आउँदैछ 4 भयो दिपक दाइ आउनुहुन्छ आशिषको कहाँ गयो त एकचोटिको होइन हानिन्छ नि बलिङ हानिन्छ नि ब्याटिङ सबै छैन त्यसमा ब्याटिङ दिन्न नै नै नट आउट हो राम्रो हो विशाल ब्रो होइन त अब यस्तो 6 ओभरको गेम हो ज्याम जुम हान्ने चल्ने तर अब हान्ने भनेपछि अन्धाधुन हान्ने अरे कि रेन्जको बललाई गेमलाई अब हुन्छ नि चलाएर अब जस्तै 3 जना अगाडि बाइचान्स आउट मेन कुरा पहिला इन्जोय गरौँ होइन त्यसमा कतिको कसले सकिन्छ भन्ने कुरा सुरुको म्याच जित्यो भने त एउटा म्याच जित्यो भयो कि कन्फिडेन्स आउँछ लिसन लान्तोको लिसन लान्तोको पिचमा अर्को उतापट्टिको सुविलादी भन्दा उतापट्टिको क्या प्लेयरहरू त्यहाँ हाम्रो केटाहरू आइपुग्यो ल आयो हेरेर क्या साइनो गाइरहेको गेम यता यहाँ रहेछ हरिबिजोग छ त्यहाँ आइपुग्यो है ल काबेली सन्धिहरू यहाँ आइसक्यो काबेली सन्धि हुन्छ हामी 2 जना मात्र हो यहाँ फेरि को त्यहाँ विराटनगरतिर पनि काभ्रे भन्ने ठाउँ छ काभ्रे खाजा गर्छ अरे कि हाम्रो निमेश शर्मा हो ठेट काभ्रेली यहाँ केटाहरूको प्र्याक्टिस भएर चाहिँ पाकिस्तानी गाइज र नेपाली मात्र आइपुगेको छ अहिले अरू कहिले आइपुग्ने हो खोइ Bowling. Oh, torang out. यो बल त बतासिन्छ नि भर्जासलाई त्यस्तै गाह्रो हुन्छ तीन बल 1 रन क्या हुआ? वो दूसरी बॉल
आएको छ 6 वर्ष हो सकी जस्तो छ 2 विकेट भयो हैन यस आउट केटाहरूले दामी दामी यसमा अब दुईटा रोज ल ट्याक्क रोज आइरहने टाबर रोजको पनि पैसा आउँछ है आउँछ क्याचमा एउटा रोज हेर्नु न ल साथी 4 विकेट गयो 3 ओभरमा 4 विकेट ओ केटाहरूले खत्रै गरे ल ए बब्बाल रमाइलो भइरहेछ यहाँ अलिकति अगाडि बसेको भए क्याच चाहिँ आउँछ यहाँ आज बिदा दिनु साथीहरूलाई ल क्याच यस दामी दामी दामी। अर्को विकेट कुमार एकले गर्दी छैन शोभाकान्त ए निल भाइ ल आऊ चाहिँ सबतिर पठाउँ त यहाँ यो इन्टरनेसनल गेम भइरह यार ट्याक 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 एसिया कप हैन एसिया कप ओ धन्दै यार दिपेशजी धन्दै यार तेस्रो बलमै आउट भयो यार दोस्रो भयो क्या वाइड थियो वाइट दिएछ ओ सेम्बल कमेन्ट्री के रे भाइ बाबु 29 रनको टार्गेट पाए केटाहरूले यार यहाँ बोलाउनु तर हावाले गर्दाखेरि चाहिँ एकदमै चिसो भएर छ तर केटाहरूले जतिसरी खेलिरहेको छ त्यो हिसाबले गर्दाखेरि चाहिँ एकदम गेम प्रतिको मोह माया भने चाहिँ प्रफुल्लजीसँग सिक्नु मसँग होइन सिंहसँग सिक्नुपर्छ केटाहरू होइन सिङ्गो त अब अलराउन्डरले भयो होइन केटाहरूलाई ल फ्रुटीको व्यवस्था पनि गरिएको छ है ल 29 को टार्गेट ल फाइनल्ली ल खेलाडीहरूलाई दिउँ त यो ठाउँको नाम के रे हुतुनेमी हुतिनिमी नेसनल क्रिकेट स्टेडियम हैन रिस्तेनेमी मेलनामीको कराची कप कराची कप होइन यसलाई के भन्छ भन्दाखेरि ग्रिन कप के छ एकदम ठिक छ यार रमाइलो भइरहेछ क्यास दामी थियो कस्तो तपाईँको छ यो स्ट्रबेरी ड्रिङ्क यो 14 रुपियाँको उ जस्तै रहेछ त्यो यो मैले अब त्यो उसलाई विनोदलाई भनेको थिएँ यहाँ नेपालबाट यहाँ पनि प्लान्ट बनाएर बोल्दै राख्दैन ल ओपनिङ जाने को जाँदै गरौँ ब्याट यसो माग्दै गरौँ अब के गर्नु त ए ब्याट चाहिँ मागिरहनु भनेको थियो नि हिजो अस्ति नै है अब एपमा गरेर होइन लेखेको छ कि तर ठिकै छ ठिकै छ आफूले कति रन दिएको त याद छ नि क्रिकेटले नेपालको आज म्याच छ स्कटल्यान्डसँग होइन यो भाषामा ए यहाँको म त वर्ल्ड क्रिकेट लिगको कुराहरू राखेको भाषाको आजको हाम्रो यो टुर्नामेन्ट ग्रिन कप बल पनि ग्रिन हरियाली पनि छ बाहिर त्यहाँ ग्रिन कप पाकिस्तानको मेन टिम चाहिँ ग्रिन नै हो सबै त्यहाँ ग्रिन कपमा अब हामीले जित्ने सम्भावना एकदम प्रबल देख्छु म तपाईँ जस्तो एकदम हामीलाई लिडिङ गर्ने टिम म्यानेजमेन्टको जिम्मा लिनुभएको छ तपाईँले एकदम प्रशंसनीय एकदम कार्य गरिराख्नु भएको त्यसलाई एकदम धेरै धेरै धन्यवाद
गर्दैछु तपाईँको बलिङ पनि धेरै राम्रो थियो दाइ ल धन्यवाद त्यसको लागि अब जित्नु पर्यो गेम जसरी पनि अब जित्नु पर्यो अब ओपनिङले जिताएर आउँछन् अरू ब्याटिङ गर्ने पालै नआओस् भनेको छु मैले त होइन दुईजना सकाएर आयो ल धन्यवाद त्यही हो सबभन्दा राम्रो विकेट लिनु हो 3 विकेट लिनु भयो दाइले त्यसको उपलक्ष्यमा यो दिएका छन् म्यान अफ द के अरे फर्स्ट इनिङ भएन यो फेरि सुरु भयो दुईजना ओपनिङमा प्रभु श्रेष्ठ र शिव डाङ्गी दुई ओभरमा गेम सिद्ध्याएर आए पाकिस्तानको टार्गेट कहाँ हुनुहुन्छ फेरि आउनुहुन्छ क्लिप डिलिट गरिहाल्छ दाइलाई पनि टिममा राख्ने भने सेनाकीतिर दाइ सेनाकी आउँदै हुन्छ राखेको हुन्छ म सेनाकी पनि होइन आउने कहाँ भनिदिनु त कता कता गाउँतिर हुतु कुदु हो त्यहीँ होला पेस पेस हेर न उता गयो आउट भयो भएन यार पाकिस्तानकै दुईवटा टिम भाउजू पनि आउनु भएको छ यहाँ टिमलाई समर्थन गर्नुको लागि कस्तो लागिरहेको छ भाउजू तपाईँलाई तपाईँ पाकिस्तान टिमको सपोर्टमा हो कि नेपालको अहिलेको म्याचको हाइएस्ट स्कोर 9 रन हान्नुभएको टार्गेट थियो अनि 19 को थियो अनि 27 को टार्गेट 12 एउटा चौका अनि त्यसपछि एउटा सिंगल यहाँनिर अनि दोस्रो सिंगल कहाँ भन्ने थाहा छ यो कुन ढुङ्गामा लाग्यो भन्ने त थाहा छ त्यस्तो नगर्नु नि यार तपाईँ यार 9 रन अरूले कति बल गाइस वेलकम टु माय लाइभ अहिले चाहिँ यो उसको सेकेन्ड म्याचको चाहिँ कन्ट्रोल छैन इनिङ चल्दैछ यो चाहिँ पाकिस्तानको बी टिम भर्सेस डी टिम हो अबको गेममा चाहिँ म पनि इन्ट्री हान्दैछु नि फेरि डेब्यू अस्ति सन्यास लिएर फेरि रिटर्न गरेँ मैले ल्याएको थिएँ आज फेरि रिटर्न हुँदैछु आफै हेर्नु त हेर्नु क्याच 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 ओ क्याच भएन आउट रन आउट हुन्छ अम्पायर चाहिँ कहाँ छ खोइ पनि भयो केरा लाएर ऊ कति खाएको यो सरले डाइट चाहिन्छ अगाडि खाएको रहेछ ल ऊ अर्को एउटा थप्यो फेरि केरा नखाए त फेरि जोस आउनु ल हजुर सरलाई स्वागत हामीसँग हुनुहुन्छ नेपाली टिमको बलिङ कन्सल्टेन्ट र क्याप्टेन पनि शिवडाङ्गीजी के दुई शब्द आजको लागि आज यो कारुत टेबल क्रिकेट टुर्नामेन्टको आज पहिलो दिन वान डे टुर्नामेन्ट भन्न सकिन्छ यसलाई हजुर पहिलो गेम अब हाम्रो र पाकिस्तानीको थियो हामीले पाकिस्तानलाई जितियो भनौँ डोमिनेटै गरेर जितियो अब आशा गरौँ यस्तै गेमहरू अरू पनि जितेर फाइनलसम्म पुगेर फाइनल पनि जित्नेछौँ भन्ने आशा गरेका छौँ सबैजना केटाहरूले 100% एफोर्ट दिइसकेको छ अनि हाम्रो नेपाली टिम चाहिँ हाम्रो नेपाली कम्युनिटीदेखि एकदमै सपोर्ट पनि आइरहेको छ भाषाबाट सबैजना हामी एकजुट भएर खेलिरहेका छौँ खुसी छौँ सबैजना अनि हाम्रो टिम केमा बलियो हुनुहुन्छ हामी ब्याटिङमा कि बलिङमा आजको दिनमा चाहिँ एज अ बलिङ पनि राम्रो भयो तर हाम्रो बलिङ ब्याटिङ दुवै पक्ष राम्रो छ हजुर यो जति पनि ब्याट्सम्यानहरू छन् म मात्रै छु टिममा भनेर खेल्नु पऱ्यो रेस्पोन्सिबिलिटी सबैले पुरा गर्नु पऱ्यो आफ्नो आफ्नो त्यही नै हो भन्न सक्छु ल हस् धन्यवाद जाउँ राज सर आउँछ म त जाँदैन आउनु प्लिज यार तपाईँ फेरि यस्तै गर्नुहुन्छ क्या अब रिसाउनु भयो नि तपाईँ हामीसँग म रिसाएन हेर्नु सकिन्न हालिन अब राज सर डाङ्गीले त हान्छन् तर हिटिङ बडी चाहिँ उसले हान्छ कि विशालले विशालले छक्का चौका हान्नु सक्ने टार्गेट अलिक उ छ यतातिर आयो भने त सिधै आउट भइगयो नि यहाँ त भेट्दैन तिनीहरूले हाम्रो अनि सर यो
बाउन्ड्री चौक चौक कुदा 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 यस 3 रन डाङ्गी यार सिबु हेरेर यार के गरेको हाडो कि यार वाइड वाइड जाडो भयो यस यस दामे आउट ओ ह्याट्रिक ह्याट्रिक फेरि गर्दा गर्दै पनि जित्यो गेम रोकिएको छ है अहिले पानीको कारणले सेकेन्ड टिमले पो जित्ला जस्तो भयो त हावामा मलाई 28 कति रन कति 28 कति बलमा फर्क्यौँ क्रिकेटबाट मोबाइल लागेला लागेन कि म्याप अरू कसो कता हो त बाटो कता देखायो यार यसले यताबाट गयो नि हुन्छ चल्दै लेफ्ट लाग्नुपर्ने हो है लेफ्ट लाग्नुपर्ने हो
बनाउने म्युजिक पो रहेछ क्या यो चुक गरेर नि के को म्युजिक You don't have enough podcast listening for यो recommendations. गीतको म्युजिक रहेछ Here are a few to get started. म चाहिँ साइलेन्ट पनि बोलेको नि त्यस्तै ट्याक 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 गर्छ नि त किन बजिरहेछ भनेर अनि अर्को बल क्रिएट लास्ट ब्याचमा प्रेसर गीत पनि बजाएर नेपाली कम्युनिटीभित्र फर्स्ट टाइम ट्रफी आउनु भनेको कतिको कुरा हो हैन भाषा जस्तो ठाउँमा भन न जहाँ चाहिँ नेपाली ट्रफी आयो मैले भन्न पाएँ सबैले भन्न पाएँ नि त हैन सबैले योगदान दिनुभयो ब्याक टु ब्याक सेकेन्ड ट्रफी ल भाषामा ल खोइ ट्रफीको फोटो पनि आउँदैछ दीपक दाइले हाल्नु मात्र त्यो एकदम ल आयो ल ट्रफी आयो ल ल ट्रफी आयो है ट्रफी आयो है यहाँ राखौँ ल ए छिटो 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 ल ल ल ल ल ओ ल ल आज जित्यो है ब्याक टु ब्याक सेकेन्ड ट्रफी ल यो त यार ल तपाईँ उठेर हाम्रो पनि यो हो नि त लाइन सेकेन्ड ट्रफी ल ब्याक टु ब्याक भाषा नेपाली सोसाइटी क्रिकेटमा एसिया कप जित्यो ल आज पाकिस्तानलाई फाइनलमा हराएर केटाहरूले सेकेन्ड ट्रफी ल बधाई अब यसलाई बताउनु हो एमआल स्टाइलमा हान्नु पर्यो नि त यार 1 2 3 यो ल जित्यो जित्यो केटाहरूले यसरी यहाँ बेला बेला जित्छ दाजु छिटो आउनु पर्यो यहाँ लन्ड्रीमा ट्रफी आइसक्यो यहाँ भाषामा यहाँ ल। कहाँ हो तपाईँ छिटो छिटो ल आउनुहुन्छ क्या अहिले तपाईँ लन्ड्रीमासम्म हामी लिएर आउँदा म पुर्सानी फोटो दाइ फोटो भिडियो एसडी क्वालिटीमा मैले यहाँ पुरा भगवान्लाई मन्त्र जपेर बसिरहेको थिएँ उठाउन सक्दैन यहाँ अब यस्तो स्याम्पेन पानी हालेर खानु पर्छ कि क्या यार या काजी ब्रो यार भागिने यहाँ हिजो खेल्ने आज नगइदिने एक दिनमा पर्का दिएर हिजो क्रिकेट सुरु गरेँ आज ट्रफी हाल्नु यो हो यो तलको लेटर सहित देखाउनु रनिङ कप बताइयो रनिङ कप एक बनाएको छैन अर्को बनाएको छैन रनिङ कप राष्ट्र इम्पोर्टेन्ट जित्नु इम्पोर्टेन्ट हो ठिक छ ल केटाहरूलाई फेरि पनि बधाई छ गरेर सबैजना म आउनु पाइनँ सबै रेस्ट गरेर उ गरेर अब कहिले चाहिँ के छ टुर्नामेन्ट के छ टुर्नामेन्ट छ त को जुलाईको फर्स्ट विकतिर हुन्छ होला तारल नि खेल्यो हल्ला गरे तारा भाउजू भनेको